तिमीले के गर्नु रे म नपढाउने मान्छे जस्तो लाग्यो तिमीले मेरो मान्छे नपढा भने औकातमा रहेर कुरा गर भाइ औकातमा रहेर हैन त्यहाँबाट माथि के पढाएर आयो भने सोधौँ त हेर्दै हुनुहुन्छ नि हैन अझ के भन्छ हेर्नु है यो पूर्व प्रधानाध्यापकले अहिलेको निमित्त प्रधानाध्यापकलाई यो चाहिँ भ्रष्टाचार गरेर अहिले यसलाई हटाइएको रहेछ र अहिले भएको निमित्त प्रधानाध्यापकलाई धम्की दिँदैछ हेर्नुस् है अझ अन्तिममा रोचक छ के बोल्छ यसले है त स्टुडेन्ट हेल्थको क्लासको भएन रे क्लास भएन रे तर मिडल क्लास हो नि स्टुडेन्टले नै भनेपछि किसान हुन जाने अहिले अनि कहाँ जान्छ तिमीले आफुलाई के सम्झाएको हो मेरो क्लासको दिन चाहिँ मैले विद्यार्थी कहाँ लगिरहेछ के गरिरहेछ माथि भन्ने कुरा तिमी पुगाइने आफ्नो हैसियतमा बस भाइ ओभर हुँदैन म ओभर तपाईले हुने हैन तपाई पनि ओभर बुझाएर क्लासमा मेरो विद्यार्थी के गरिरहेछ ओभर त तपाई पनि हुने हैन मेरो क्लासमा विद्यार्थी म बाहिर लगेर जे पनि पढाउन सक्छु नि म्याथको क्लासमा कम पछि ओभरटेक गर्न नदिनु गति गरेर आउन न बस आगो पनि ओभरटेक गरेर मेरो क्लासमा म विद्यार्थीलाई एरिया पढाउन सक्छु म्याथमा जे पनि पढाउन सक्छु नि पछि मेरो हैसियत गरेर पछि गति गरेर मैले के गर्नुहुन्छ मेरो क्लासका विद्यार्थीहरु कुरा हो के गर्नुहुन्छ यस्तो पूर्व प्रधानाध्यापकबाट त्यहाँ पढिरहेको विद्यार्थीहरूले के सिक्छन् के कुरो चाहिँ अपेक्षा गर्ने सबै शिक्षकहरू पार्टीको झोले भइसकेपछि यस्तै परिणाम हुन्छ।